What's up? Welcome back to another new vlog guys. तपाईहरुलाई स्वागत छ आजको नयाँ भ्लगमा। नयाँ दिन नयाँ सुरुवात भ्लगको सुरुवात भइसकेको छ। हामीले अब यस्तो गर्दै कन्टेन्ट निकाल्दै छौं। र अहिले चाहिँ हामी सिन्धुपाल्चोक यता भुटानको यतापट्टि छिम्ती साइडमा छौं र आजकल यता टुरिज्म प्लेसहरु भइरहेको छ र अनि कतिलाई थाहा छैन होला हामी यतातिर धेरै छ। अब यता पाँच पोखरी भयो हैन, यता अब ड्रागन झरना थियो, यो झरना छैन है, यस्तो कालो भइसक्यो सुकेर। र अनि यहाँ अर्को चाहिँ भनेको चाहिँ यहाँ एउटा स्पेशल अमिलो पानी भन्ने छ हैन। अनि यसमा चाहिँ मान्छेहरूले भन्ने गर्छन् यो अमिलो पानी खायो भने चाहिँ अब यस्तो बोनहरुको हुन्छ नि त, अब ढाडहरु पेनिङहरु त्यस्तो पेनफुल छ भने चाहिँ त्यो पानी खान साथ यु हराउँछ भनेर। र अनि हामी अहिले चाहिँ त्यहाँ अमिलो पानी खान जान्छौँ र पछाडि देख्नुहुन्छ हाम्रो अङ्कल्स एके चक्लेटी अङ्कल र अगाडि हाम्रो टिम। हामी चाहिँ अहिले गाउँमा आएको र हेर्नुहोस् गाउँमा चाहिँ यस्तो हो क्या गाउँमा चाहिँ। यो त खानै मिल्दैन है, खानै मिल्दैन है। पानी ओइ म बटरफ्लाई हेर्नु न, बटरफ्लाई कहाँ गयो? को भयो हरायो त यार। हेर्नु त र अब हामी लाग्दिन र अनि धेरै नै बाटो चाहिँ लामो रहेछ। यो बाटो पुरै यता गएर अनि यो डाँडाभन्दा पछाडि र अनि तपाईँहरूलाई हामी चाहिँ कसरी कहाँबाट जानुपर्छ भन्ने बाटोहरू सब देखाउन सक्छौँ। र तपाईँहरू आउनु सक्नुहुन्छ बिहानको गाडी यता शिवचोकबाट तपाईँहरूले गाडी लिएर होइन, त्यहाँ फर्स्ट टिप यता छिम्ती आउने फर्स्ट टिप आउँछ होइन मर्निङमै। अनि तपाईँलाई भाडा चाहिँ पर्नु जान्छ त्यस्तै 500 टाइप 500 समथिङ जस्तो पर्नु जान सक्छ। र अनि तपाईँहरू चाहिँ यहाँ बास बस्नको लागि हाम्रो यहाँ रेस्टुरेन्टहरू छ अनि रिसोर्टहरू पनि छ होइन, तपाईँहरू आउनु सक्नुहुन्छ। र अनि अलिकति यहाँबाट चाहिँ हिँड्नुपर्छ। अनि तपाईँहरू चाहिँ बाइक छ भने चाहिँ यो डाँडासम्म चाहिँ बाइक जान्छ, बाइक गाडी रिजर्भ छ भने चाहिँ। अनि र गाडी चाहिँ हाम्रो यता माथि छिम्तीको बस पार्कमै ट्याक्क रोकिन्छ। र अनि हामी जानेछौँ। अब हाम्रो फुल भिडियोमा बस्दै गर्नु होला, हेर्दै गर्नु होला, कस्तो लाग्छ कमेन्ट गर्दै गर्नु होला। लेट्स गो गाइजहरू हेर्नुहोस् गुराँस गाउँमा रातै गुराँस पुलिहाल्छ। हेर्नु चाहिँ यस्तो भिड छ भिड। र गाइज अब चाहिँ हामी यता पुलसम्म आइपुग्यौँ भर्खरै र यताबाट चाहिँ अलिक माथि नै छ होइन। अब बिस्तारै जानुपर्छ र पुल चाहिँ यस्तो लामो रहेछ नि यहाँ। यो चाहिँ एकदम हामी जस यो के अरे पाँच पोखरीबाट झर्ने खोला हो क्या माथिको चाहिँ। त्योभन्दा माथि पाँच पोखरी हेर्नु त्यहाँ माथि योभन्दा माथि 5 घन्टा लाग्छ यहाँ। 5 अझ बेसी लाग्छ, 2 दिन लाग्छ। ओइ गच्या धेरै पछि चढेर हो क्या पुल पनि। लु आउनु न रुसल धेरै बिस्तारी न। ओइ मा कि यार ओ बे यो 0.6 मा हेर। ओइ नकुद्नु न, काली लाग्दो रहेछ नि मुनि हेर। यो हो ओ बोय ए नमस्कार स्वागत छ हजुरलाई। लेट्स गो ओबे जत्तै मुवा झर्यो नि यार। त के होला यार मुवा झर्यो भाइ भगभन्दा अरे डर लाग्यो यहाँ झऱ्यो भने त झऱ्यो। हेर्नु त यो क्यामेरामा त्यति देखाएको छैन तर यो चाहिँ एकदमै डेन्जरै रहेछ होइन। र यस्तो व्यवस्था नि रहेछ फेरि यहाँ पाँच पोखरीमा अलि ट्रेकनहरू आउने भएर होला होइन। अलि यहाँ व्यवस्थित छ अलिअलि। र अमिलो पानी चाहिँ हामी लगभग 1 घन्टामा पुग्छौँ यहाँबाट। लगातार हिँड्यो भने चाहिँ 1 घन्टामा पुगिन्छ अरे। अनि 5 बजी जानेबाट नि यही हो, फेरि यही पुलबाट आउनुपर्छ होइन त। र अब चाहिँ गाह्रो हुनुभयो पुग्नलाई, स्यासर फ्यामा भइसक्यो यतिमै। अब लेट्स गो जानुपर्छ अब ढिलो। लेट्स गो। सिकारी गन हेर्नु गन मेरो
मेरे को तो ऐसा धक धक हो रहा है मेरे को भी हो रहा है फेमस डाँगाहरू हेर हेर किन्ने टक्क यसको गाई अब चाहिँ हामी यहाँ अमिलो पानी खानको लागि चाहिँ ओह्रालो लागिसकेका छौँ हामीले चाहिँ एकदम ब्रेक चाहिँ अब अलिक तलै गरेर लिनु गएको छौँ होइन अनि धेरै टाइम लाग्दैन चाहिँ बाटो चाहिँ यो धेरै पनि छैन र अलिकति तल पछि चाहिँ बाटो अलिक गम्भीरै छ भने पनि हो होइन त है अनि हामी तिनजना मात्रै अगाडि आइसकेको छौँ अहिले हाम्रो ग्याङहरू त माथि छन् र अब लाग्थ्यो हामी तलतिर र हामी ट्याक्कै भेटेको 15 मिनटमा तल सिधै ग्राउन्ड फ्लोर मान्छेहरूको आज भिड छ जाँदैछौँ मान्छेहरू पनि लाग्दिउँ फोटै दुख्ने छ थुप्रै हङ्ल्याङ तपाईँको जुत्ता ल्यायो भने त के होला त हालत उकालो उकाली उकाली खुट्टाको त्यो चाहिँ बस्नेहरू चाहिँ त्यो ट्याक ट्याक ट्याक्ला हेर्नुहोस् मेरानु मेराडु भने जस्तो टिटिट ये फंस गया सीएम गरेर राखिदिन्छु म यसमा भन्दा आमा म यस्तो बुढी हजुरमा रान मैले कोक र डिउ मिसेर हल्यो के भयो यो बम लास्नु भने मुखबाट आइदियो नि छैन हेर्नुहोस् हजुरमा लाउँदिन्न पानी खाएर आउनुभयो अमिलो रहेछ पानी अमिलो छ पानी एकदम अमिलो छ अरे अमिलो कस्तो भनेको यस्तो अरे नि अमिलो छ अब यसरी अमिलो छ यार पानी खाएर आऊ कस्तो रहेछ पानी खिया खानु त रहेछ मलाई आउँछ क्या खिया खानु छ भनेपछि त आइरन वाटर अब इन्भाइरोमेन्ट साइन्स पढेको स्टुडेन्ट आएको छ कस्तो हुन्छ पानी नेचुरल रिसोर्सेसबाट बनेको त्यसमा कति मात्रामा आइरन पाइन्छ अब चेक गर्नुपर्छ त्यहाँ गएर ल्याबमा फरेन्सिक रिपोर्ट पठाइदिन्छ बाबा मान्छेहरू के हो यार हाम्रो टोलीहरू कुरेर कामै छैन उनीहरूलाई काम त के काम छैन दाम छैन हल्लो हिँड्यो त्यो के अरे कहाँ अरे हामी गएको त्यो होला के भन्छ अहिले चलिरहेको नि त्यो आमा आङ्ग्री सेम आङ्ग्रीको बाटो जस्तो रहेछ तर आमा आङ्ग्री यहीभन्दा पछाडि त अरे नि आमा आङ्ग्री जत्तिकै सस्छ भिरै उयो हेर्नुहोस् त खोला तल इन्द्रावतीको मेन भनेन नन स्टप हान्नु न नन सिधै तलतिर त्यो धार्मिक स्थल कति भएछ त्यहाँ अमिलो पानी त एउटा मन्दिर भयो भने त्यहाँ धार्मिक स्थल हुन्छ रिभ्यू म सोध्छु एउटा प्राङ हान्यो त्यो एउटा प्राङ हान्यो हामी कान्तिपुर टेलिकमबाट भनेर हमारे मतलब आपको मत सिखा तसो त्यो त क्यामेरा घर म सोध्छु मोबाइल अर्को मोबाइल लिनु चलि नमस्कार हामी कान्तिपुर टेलिकमबाट इन्टरभ्यू लिन आएको यता दिदी है अनि यहाँको बारेमा धेरै चर्चा भएको थियो अनि आज कस्तो रहेछ पानी भनिनु हुन्छ कि भने यस्ता उद्देश्य हामी चाहिँ होइन एउटा प्र्याङ्क गर्दैछौँ अहिले यो निशल चाहिँ रिपोर्टर बन्दैछ म चाहिँ क्यामराम्यान अनि अब मान्छेहरूले अब हामी चाहिँ मिडियाबाट आएको भन्ने यसो प्र्याङ्क गर्न गएको अब हेर्नु है त नमस्कार साथीभाइहरू अहिले चाहिँ हामी अमिलो पानी खान आइरहेको छौँ
कष्ट कष्ट त खासै छैन त्यति साह्रो कष्ट छैन रमाइलो छ इन्जोय गरेर आयो भने रमाइलो हुन्छ तपाईँ यताकै बासिन्दा होइन म उता टाढाबाट आएको छु सिन्धुपाल्चोक बस्नु म सिन्धुपाल्चोक बस्दिनँ कहाँ बस्नु अल्लाह माफ करे बहुत मनुष्य लग रहे हो मत करो रहने दो बहुत बुरे लग रहे हो तौबा 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 थारा मूड खराब कर नमस्कार अब हामी यहाँ अगाडि भोइ भाइ आएको छौँ भाइ कहाँबाट आएको त्यहाँ हाम्रो भाइ नै ठिक छ त भाइ अमिलो पानी कस्तो हुन्छ अबे जल्दी बोल कल सुबह पनवेल निकल गाइस अहिले चाहिँ हामी अमिलो पानीमा आइसकेको छौँ हेर्नुहोस् अमिलो पानी जाने ठाउँ यस्तो फुलहरू छ अमिलो पानी खानेको भिड भिड सब बोतल भर्न खान्छ सब बोतल हामी चाहिँ के भएर जाने भिड अहिलेको अमिलो पानी खाने ठाउँ हेर्नुहोस् गाइस अमिलो पानी यो त यहाँ पुरै ख्यानै लागेको छ झन् यो चाहिँ अमिलो पानी है टेस्ट गरेर कस्तो हुँदो रहेछ खाना निल्ला कस्तो कस्तो एक्सपिरियन्स निल एकछिन निल ल निलै माख्ने यार यस्तो पानी कस्तो त पानी अमिलो रहेछ अमिलै पानी हो मसला मिसाएर खाइदिए अमिलो पानी खा नुनिलो पानी त घरमै पाउँछ त अनि नुनिलो पानी त घरै पाउँछ अमिलो पानी खान हेर्नुहोस् यस्तो कष्ट गर्दै आइरहेको छन् मान्छेहरू कतिको कष्ट रहेछ नानी आउनलाई हेर्नुहोस् यहाँ भिड अमिलो पानीको भिड र गाइस अहिले चाहिँ हामी कहाँ भतिजादार बसेको र यो चाहिँ हाम्रो लगभग उस्तै मान्छेहरू त 2 घन्टा नै लाग्छ होइन र केटा मान्छेहरू चाहिँ लगभग त्यहाँ माथि 5 बजी छुट्टिने बाटोबाट चाहिँ यहाँ आउन चाहिँ जम्मा हजुरहरूलाई 40 मिनट्स 30 मिनट लाग्छ होइन 30 मिनट लाग्छ 30 मिनट आइपुग्छ हामी 30 मिनट आइपुग्यो होइन कुद्दै आउँछ 1 घन्टा लाग्छ होइन नि साँच्ची अहिले तपाईँहरू हामी टाढा आयो नि त तपाईँहरूले चाहिँ 1 घन्टा लाग्यो हामी आएर कति पानी खाइसक्यो र पानी भन्दाखेरि त्यो एउटा ख्याएको पानी एउटा त्यो ढुङ्गामा खेलाए पानी के अरे अमिलो बनाउनलाई एउटा आउँछ नि एसिड जस्तै त्यही सेम अलिकति बाहेक खानु नसकेँ मैले चाहिँ होइन र अनि यो पानीमा चाहिँ अब यहाँको लोकलहरूले भन्ने चाहिँ यो पानी खायो भने चाहिँ अब रोग हराउँछ अरे र अनि ऊ त्यस्तो
त्यो भित्तामा पहेँलो लगाइदिनु भयो नि हो त्यस्तो माटो घोडातिर लायो भने चाहिँ घोडाहरू हराउँछ अरे होइन त्यही भएर अनि तपाईँहरू घुम्नलाई मात्रै हो भने चाहिँ ठिक छ हेर्नुहोस् घुम्नलाई मात्रै ओडिसामा मात्रै यत्रो भिड छ आज यमिल हाई सिजनमा धेरै भिड छ त्यतिको लागि चाहिँ आउँदा हुँदैन होइन त विशाल भाइ पानीको लागि चाहिँ आउनु हुने पानी चाहिँ खासै मिलायो मिसाएरमा त उल्टी आउला जस्तो वाक्कै झन्नै पानी मसला मिसाएर खाइन्छ नि आयो र त्यसैले राखाइदिए र नआउँदा हुन्छ होइन हामी एकछिनमा लाग्छौँ घर र अनि यतिको यहाँसम्म हेर्नु भएकोमालाई धन्यवाद अनि योभन्दा पछाडि चाहिँ चाइना नि गाई छ योभन्दा पछाडि चाइना हो क्या चाइना त होइन ए लाङटाङ छ लाङटाङ मस्तो चाइना होइन लाङटाङ यता हो र भने पुरै हो कि यस्तो छ यता दोर्जे होइन दोर्जे अनि लाङटाङ उता हो क्या ठुलो चाहिँ लाङटाङ अलि यता उता हो दोर्जे यता पर्छ कि हामीले हेर्छ नि त्यो दोर्जे अनि हेर्नुहोस् भ्यूहरू हेर्दाखेरि यस्तो राम्रो छ हेर्नु यति माथि छ है यो क्यामेरामा शान्ति छ चारैपट्टि यस्तो छ है चट्टानै सोसल वर्क खै कहाँ सोसल वर्क ओहो कोटिङ चाहिँ इन्डियन भएको छ उहाँ बिग साइड आउट टु दिस बोइज प्लास्टिकमा 40 हिँडिरहनु भएको छ यसरी फाल्न चाहिँ नहुने हो कि हेर्ने प्लास्टिक चाहिँ यसरी यस्तो ठाउँमा आएर चाहिँ नफाल्दा राम्रो हुन्छ हेर्नुहोस् यहाँ यो फाल्नेहरूलाई चाहिँ नफाल्नु होला हेर्दै हुनुहुन्छ है नफाल्नु होला यहाँ आएर बुझ्नुभयो नि ल धन्यवाद गाइजहरू चाहिँ हामीले ड्यु ल्याएर खाँदैछौँ हेर्नु सक्नुहुन्छ है हाम्रो ग्याङ ए मामा सिरी कहाँ सिरी पानी कस्तो लाग्यो पानी त ठिकै हो त भन्दा ठिकै लाग्यो कति गिलास खानु पऱ्यो तपाईँले 3 हामीलाई चाहिँ 3 गिलास जम्बु हान्ने नि हुन्छ नि यहाँ यस्तै हेर्नुहोस् चेस गाई चेस 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 यसरी फोटोग्राफी गरिएको छ र यता अगाडि मेरो नाम सब्सक्राइब गर्नु होला यो च्यानललाई फेरि हामी सिन्धीमा ब्याक भइसकेको छौँ अब गाडी पाएर हामी अब जानुपर्ने हुन्छ र हेर्नुहोस् यसो भइसक्यो भ्यू चाहिँ See you in the next video guys. Thank you for watching. गाइस सर हामी चाहिँ अहिले हाँडी खोला पुलमा छ हाँडी खोला जान्ला हो
गाइजहरु गाह्रो भयो पानीले गर्दा यस्तो भइसक्यो यस्तो विशाल देखेन उडेर आँदै भयो के पानी खाना गरे हामी कुछ तरीका है भीख मांगने What's up?